राजाको त्यो 10 महिने कार्यकाल म दावासहित भन्छु त्यो सोड्ने युग थियो। त्यो बेला जतिको सुशासन, त्यो बेला जतिको करप्सन फ्री र त्यो बेला जतिको कर्मचारी तन्त्र स्वच्छ भएर काम गर्ने वातावरण कहिले पनि थिएन। मैले राजा ज्ञानेन्द्र भन्दा पेसेन्ट लिसनर मेरो जीवनमा देखेको छैन। मैले उहाँसँग 50औं पटक उहाँको अडियन्स पाएँ होला। त्यो अडियन्स चाहिँ जहिले पनि 2 घण्टादेखि 4 घण्टा जान्थ्यो, 1 to 1। अब कोही मान्छे हुँदैन थियो। उहाँ जतिको सुन्न सक्ने र बुझ्न सक्ने मान्छे मैले अर्को कुनै राजा र नेतृत्व तहमा देखेको छैन। म गीता सम्झेर फेरि भन्छु, राजालाई मैले आफ्नो धर्म फरक भएर भन्ने हर कुरा, जस्तै अहिले चाहिँ नि तपाईको र मेरो कन्भर्सेसन भइरहेको छ, त्यही प्रकारको कन्भर्सेसन हुन्थ्यो। म उहाँलाई सम्मान गर्थेँ, हात जोड्थेँ, सरकार भन्थेँ। त्यो दरबारको कल्चर मैले मेरो परिवारबाट, मेरो बुवाबाट पनि जानेको छु। मेरो बुवाले 3 पुस्ता राजाको सेवा गरेको मान्छे हो हैन। त्यसले गर्दाखेरि